This time, Pokhara was not on my list, but the love that I always get from this place pulls me closer again and again. I decided to take a day hold in this heavenly place, but the brothers connected close to my heart did not let that happen. I was promised that I am going to see Pokhara that I have never seen before. As usual, I thought of letting adventure come to my life. Firstly, I was taken to Plus Point Creation, which is a brand growing stronger day by day. I had a tour and met the twins I always seen on TikTok, Ram and Lakshman. There are a lot of people whom I met, a lot of memories that I created, and most importantly, the grand holy event where I was a little helping hand to my brother Pujan in sorts of content. So let me drive you to the most exciting journey that I had in this past month. So hello and welcome back to another episode of Second Glory. सबैजनालाई यो पोखरा सिरिज भ्लगमा स्वागत छ। अन्त अहिले चाहिँ म पोखरामा छु। अन्त आज खासै त्यस्तो भ्लगिङ गर्ने केही पनि प्लान थिएन, तर हाम्रो एकजना दाजुको बर्थडे छ यहाँनेर। अन्त म प्लस पोइन्ट क्रिएसनको केटाहरूसँग बसेको 2-4 दिन भयो क्या। यहाँनेरको यहाँ टिम छ, पोखराको टिम छ प्लस पोइन्ट क्रिएसन भन्ने। र पूजन चाहिँ अहिले यहाँ हेर्न सक्नुहुन्छ तपाईहरुले। उसले होली ल्यान्डको कन्टेन्ट सुट गरिरहेको छ। आजको भ्लगलाई सबैजनाले हेरिदिनु पर्यो, पोखराको भ्लगलाई सबले माया गरिदिनु पर्यो है। अन्त अब बिस्तारै हामी अगाडि बढ्दै जान्छौँ, के कस्तो हुन्छ हेर्दै जाउँ। कस्तो नराम्रो आएको है के अनुहार खै तासेर आयो नि त। हुजूर मलाई दोकानै किनिदेऊ न यार ओरिजिनल्स एउटा कति पर्छ त यसलाई? दाइ यसलाई कति हो? दाइ दाइ इसे कितना पड़ता है? सो गाइस फाइनली हामी चाहिँ आइपुगेको छौँ हाम्रो लोकेसनमा, समथिङ रिजोर्ट, आई डोन्ट नो। अहिले गएर सुट गर्दा गर्दै थाहा हुन्छ है। अन्त लुक एट द भ्यू, हाउ ब्युटिफुल भ्यू इट इज। लाइक मैले वाइडमा हालेँ, तर म यो भ्यू भोइस ओभरसँगै अहिले जे हाल्दैछु तपाईँहरूले हेर्नु होला। अन्त एडभेन्चर गर्ने मान्छे हो, एडभेन्चरस कुरामै आइपुगिन्छ होइन। सो त्यही हो गाइस, अब बिस्तारै जाने हो, के कस्तो हुन्छ सबैजनाले हेर्दै गर्नुपर्छ, रमाइलो गर्दै गर्नुपर्छ है। आजको कुरा त आफ्नै हो, भोलि होली छ, होली पनि आफ्नै हो। अब पोखरा बसुन्जेल सबै रमाइलो I wanna dance around with you in a living room. Because today is such a special day. I just wanna celebrate. ज्ञान कार्की भाइको आज 50औं जन्मदिनमा हैन हामी उपस्थित भएका भाइको परिचय अब सबैलाई थाहा भयो। बिजुरी मैले राखिन्छ नि के खानु किङ्समा पनि 2-3 चोटि त गइरा हुन्छ हैन।
अब भाइको परिचय के दियो अब सबैलाई थाहै होला अब गुरुकुलको मास्टर भए शिक्षक साहब गौरकुल आफ्नै हो अब कन्सल्टेन्सी पनि सानो एउटा हो अब अरू त गर्दैछन् जाँदैछ होइन अब यसमा चाहिँ केकबाट सुरु गरौँ होइन यहाँ चाहिँ ह्याप्पी बर्थडे फर्सी भन्ने छ यो नाम चाहिँ एकदम कडा नाम हामीलाई मात्र थाहा छ यो चाहिँ होइन यो चाहिँ अब यो केकबाट सुरु गरौँ है अब यो केक काट्नुभन्दा अगाडि यो सानो यो बाटो चाहिँ हामीले सुरु गर्नुपर्छ होइन 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 हाम्रो नेता दाइलाई टिका लगाइदिनु परेन नेता दाइलाई होइन ल मेरो तर्फबाट एउटा सानो गिफ्ट छ गाइस तपाईँहरू सबैजनाले हेरिहाल्नुभयो होइन होलीको भ्लगलाई अन्त होलीको भ्लग पनि के भन्नु त्यस्तो खासै केही बोलेर ओरिएर गरेँ होइन तर रमाइलो भन्ने कुरा आफ्नो ठाउँमा थियो है सबै कुरा रमाइलो भयो स्पेसली थ्याङ्क्स टु सबिन पुजन अशोक दाई होइन एभ्री वान जसले पनि म यहाँ पोखरा आएदेखि लाइक हरेक कुरा पुऱ्याइराख्नु भएको छ सबै कुरामा कमी भएको छैन होइन लाइक पोखरा आएको जस्तो भइरहेको छ यो वर्ष चाहिँ सो त्यही हो गाइस सबैजनाले भिडियोलाई हेरिदिनु भयो धेरै धेरै धन्यवाद अब चाहिँ मेरो ब्याग पनि प्याक भइसक्यो है ए अन्त सबिन सरको गाडीले चाहिँ सबिन सरले गाडी लिएर गएर टक्क छोडिदिने हो अब मलाई घरमा होइन अब एन्ड गरिदिएको भ्लगलाई होइन अन्त अब चट्ट ब्याग लगाएर निस्किदिने हो झापा लगाइस थ्याङ्क यू फर वाचिङ अरू जे गरेर लाइक सब्सक्राइब गर्न मन लागेको के हो मिङमा किन रोको ल बाई बाई मिङमा सी यू अगेन
ल बाई